जब रवि लामी छानेजी जेलबाट निस्किनु भयो जेनजी आन्दोलनको बेलामा, त्यो बेलामा मनिषजी उहाँलाई लिन गाडी लिएर जानुभएको थियो। अब सामान्यतया म सामाजिक सञ्जालमा केही पनि लेख्दिनँ, सामान्यतया मेरो लेख्ने बानी छैन, तर म कस्तो भएछ भने म आवेशमा आएछु कि त्यो बेला। त्यही तपाईँहरूले भेट्ने मेरो सामाजिक सञ्जालमा मैले गरेको कमेन्ट भनेको त्यही मनिषको एउटा पोस्टमा होला, त्यो भिडियोमा होला। त्यो म आवेशमा आएर मेरो आफ्नै दाजुभाइले गरे जस्तो भएछ कि मलाई। मैले मनिषकोमा मैले उसलाई अलिकति क्रिटिसिजम गरेर आलोचना गरेर लेखेँ, मनिष होइन तिमीबाट त मलाई यो अपेक्षा थिएन, तिमीले आज मेरो चाहिँ अलिकति चित्त दुखायो, यसरी जेलमा चाहिँ जानुहुने थिएन लिनलाई गाडीमा भनेर भने मैले। त्यो भने मैले त्यति भनिसके पछाडि के भयो भन्दाखेरि मनिषले पनि केही भन्यो। त्यो भनिसक्ने बित्तिकै म चुकेँ भन्ने के कुरामा थाहा भयो भन्दाखेरि म त कवि हुन हिँडेको मान्छे, मैले त कान्ता सम्मित तरिकाले उपदेश दिएको भए पनि हुन्थ्यो, उसलाई फोनै गरेर सम्झाएको भए पनि हुन्थ्यो, मनिष किन यस्तो गर्यो भनेको भए पनि हुन्थ्यो। त्यो म एक ठाउँमा चुकेको हो, मैले सोसियल मिडियामा लेखेँ। तर त्यस पछाडि के भयो भन्दाखेरि कालान्तरमा मनिष अब हाम्रो माननीय हुनुभयो। मेरो बुवाले के भन्नुभयो, मनिषलाई चाहिँ बधाई दिनुहोस् भनेर फोन गर्नु भन्नुभयो। मैले मनिषलाई फोन गरेँ, तिमीले नम्बर हेरेनौ के भयो? मनिषले फोन उठाएन। मनिषले फोन नउठाएपछि मलाई के लाग्यो भन्दाखेरि हो त नि मैले पनि त्यसरी भनेको थिएँ, ठिकै हो मनिषले फोन उठाएन मेरो भन्ने लाग्यो मलाई। अनि त्यो सबै त लागिसके पछाडि मेरो त्यस पछाडि कुरा भएको थिएन, आजै कुरा भएको। तर त्यस पछाडि मलाई यो जनकपुर साहित्य महोत्सवबाट फोन आयो र उहाँहरूले के भन्नुभयो भन्दाखेरि शास्त्रार्थ कसरी फर्काउने जनकपुरमा भन्ने एउटा सत्र छ, त्यसमा तपाईँलाई हामीले बोलाएको छौँ भन्नुभयो। गर्मी महिना, म गर्मी त्यति सहन सक्दिनँ, अब मधेसमै हुर्किएको बच्चा भए पनि जाउँ कि नजाउँ भइरहेको थियो। अनि मैले सोचेँ को हुनुहुन्छ त प्यानलमा भने पछाडि उहाँहरूले के भन्नुभयो भन्दाखेरि मोडरेटर हुनुहुन्छ मनिष झा। मलाई कस्तो आदर, मलाई कस्तो सम्मान लाग्यो भने नि मनिषप्रति। उसलाई थाहा छ मैले उसको आलोचना गरेको छु, उसलाई थाहा छ मैले उसको बारेमा कटाक्ष गरेको छु, तर त्यसको बावजुद आफ्नो त्यो कबीरले भन्नुहुन्छ नि आफ्नो दुश्मनलाई नजिकै आँगनमै ल्याएर राख्नु भन्नुहुन्छ नि, निन्दक नियरे राखिए। उहाँहरूलाई छेउछेउमा बसाएर पनि मनिषले मलाई नजिकै बसायो, नजिकै बसाएर राखेको छ। भनेपछि मैले यहाँ भन्न के खोजिरहेको छु भन्दाखेरि शास्त्रार्थ यसरी गर्ने हो, तिमीले यसरी उदाहरण राख्यौ, यसरी तिमीले मलाई सम्मान दिए पछाडि मैले तिमीबाट के सिक्छु भन्दाखेरि मैले पनि तिमीलाई आलोचना गर्दाखेरि सम्मानजनक ढङ्गले गर्नुपर्छ। सिकाउने त के छ र, यहाँ सबै विद्वान हुनुहुन्छ, तर हामी हाम्रो व्यवहारले सिकाउन सकौँ त्यतिको चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई। धन्यवाद। त्यो एउटा राजनीतिक घटनाक्रम थियो। राजनीतिक घटनाक्रममा अब पोलिटिकल पब्लिक पर्सनालिटी, पब्लिक पिपल्स पर्सन भन्छ, त्यो जन म्याक्सवेलले भन्छ पिपल्स पर्सन भनेर उसको भाषामा। पिपल्स पर्सन भएपछि हामी पब्लिकली एभाइलेबल हुनुपर्छ सबै कुराहरू खेप्नको लागि, र सबै प्रश्नको जवाफ हामीले आफै दिइराख्नु पर्दैन, किनकि त्यो समय आउँछ, समयले धेरै कुराको जवाफ दिन्छ। म र हरि धेरैचोटि हामी कुरा गर्ने गर्छौँ कि कतिपय यस्तो घटना हुन्छ जुन घटनाको जवाफ मान्छेले दिनै सक्दैन, त्यो समयले नै दिन्छ। त्यो समय कहिले आउँछ भन्ने कुरा त्यो पात्रलाई थाहा हुँदैन, उसले कुर्ने बाहेक उसँग विकल्प हुँदैन, र जसले त्यो यसमा कुर्न चाहन्छ त्यो मान्छे जित्छ, जो विचलित हुन्छ त्यो मान्छे हार्छ। त्यसैले मलाई थाहा थियो यो समय आउँछ र बिस्तारै बिस्तारै मैले यो त्यो ऊनको लच्छा हुन्छ नि त्यो विचार पनि त्यस्तै हो। त्यहाँ गाँठो परेको छ भने त्यसलाई जति हल्लायो त्यति गाँठो पर्छ, त्यसलाई जति सुल्झायो र बिस्तारै स्थिर भएर सुल्झाउन खोज्यो त्यति त्यो समाधान हुन्छ। यो सत्य र असत्यको कुराहरू हुन्छ कतिवटा, र यसरी नै म फेरि डाक्टर भोगेन्द्र झामा मलाई यो प्रश्नको जवाब दिन धेरै नै थाहा छ तरिका, यो घटनाहरूको बारेमा जुन प्रश्नहरू उठेको थियो, तर त्यतातिर नजाउँ अहिले। डाक्टर भोगेन्द्र झा